भजन 21 विजयका निम्ति धन्यवादको प्रार्थना। हे परमप्रभु, राजाले तपाईको सामर्थ्यमा आनन्द मनाउनेछन् र उनी तपाईको उद्धारमा कति हर्षित हुनेछन्। तपाईले उनको मनोरथ पूरा गरिदिनु भएको छ र उनको मुखको बिन्तीलाई अस्वीकार गर्नुभएको छैन, किनकि तपाईले उनलाई उत्तम आशिष दिनुहुन्छ। तपाईले उनको शिरमाथि निखुर सुनको मुकुट पहिराइदिनुहुन्छ। उनले तपाईसित जीवन मागे अनि तपाईले उनलाई दीर्घायु दिनुभयो। तपाईको उद्धारमा उनको महिमा ठूलो छ। तपाईले उनीमाथि आदर र श्रेष्ठता राखिदिनु भएको छ, किनकि तपाईले उनलाई सदा सर्वदाको निम्ति आशिषित बनाउनु भएको छ। तपाईले उनलाई आफ्नो मुहारले अति आनन्दित तुल्याउनु भएको छ, किनकि राजाले परमप्रभुमाथि भरोसा राख्दछन् र सर्वोच्च परमेश्वरको अचूक करुणाले गर्दा उनी डगमगाउने छैनन्। तपाईको बाहुलीले तपाईका सबै शत्रुलाई भेट्टाउनेछ। तपाईको दाहिने बाहुलीले तपाईलाई घृणा गर्नेहरूलाई भेट्टाउनेछ। तपाईँ प्रकट हुनुहुँदा तपाईले तिनीहरूलाई अग्निमय भट्टी झैं तुल्याउनु हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो क्रोधमा निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ। तपाईले तिनीहरूको फल पृथ्वीदेखि र तिनीहरूका सन्तानलाई मानिसका सन्तानको बीचबाट नष्ट गर्नुहुनेछ, किनकि तिनीहरूले तपाईको विरुद्धमा खराबी सोचे। तिनीहरूले दुष्ट युक्तिको कल्पना गरे तापनि तिनीहरू सफल हुने छैनन्, किनकि तपाईले धनुमा काँड चढाएर तिनीहरूतिर ताक्नुहुँदा पिठ्यौं फर्काई तिनीहरू भाग्छन्। हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईँ उठ्नुहोस्। हामी गाउने छौं र तपाईको सामर्थ्यको प्रशंसा गर्ने छौं।